यस कार्यक्रमका अध्यक्ष महोदय, मञ्चमा आसीन सबै नेताजीहरू र उपस्थित सम्पूर्ण जनप्रतिनिधि र ओडाबाट आउनुभएका वडाध्यक्षज्यूहरू, बागमती प्रदेश कमिटीले प्रदेशभरिका निर्वाचित वडा अध्यक्ष साथीहरूलाई बोलाएर निर्वाचित वडा अध्यक्षले कसरी काम गर्ने, कस्तो भूमिका खेल्ने र संगठन, आन्दोलन, जनकार्य, विकास निर्माण यी कुराहरूलाई र सुशासनलाई कसरी अगाडि बढाउने, यिनै कुराहरूमा केन्द्रित भएर यो भेलाको आयोजना भएको होला। तपाईहरु जनप्रतिनिधि भएको हुनाले जनताका तपाईहरुसँग प्रत्यक्ष दैनिक सरकार हुन्छ र सरकारका विषयहरू हुन्छ। तपाईहरुले विभिन्न प्रकारका सेवा जनतालाई प्रदान गर्नुपर्ने हुन्छ। त्यो सेवा कति छरितो, कति सजिलोसँग उपलब्ध गराउनुहुन्छ। तपाईहरुले जनताका अन्य अपेक्षाहरू हुन्छन्, ती अपेक्षाहरूलाई कसरी सम्बोधन गर्नुहुन्छ। सुशासनका कुराहरूमा कसैमाथि अन्याय पर्यो भने त्यसको प्रतिनिधित्व कसरी गर्नुहुन्छ, अथवा कसैको कुनै काम कुनै अड्डामा कतै गएर अल्झिएको छ भने जनप्रतिनिधिको हिसाबले तपाईहरुले त्यहाँ गएर जायज नाजायज के कसरी के कारणले अल्झियो त्यसको सन्दर्भमा कति सहजीकरण र प्रतिनिधित्वको भूमिका खेलिदिनुहुन्छ। स्थानीय तहमा विकास निर्माणका कामहरू कसरी अगाडि बढाउनुहुन्छ, परिचालन कसरी गर्नुहुन्छ, मान्छेहरूलाई साह्रो गाह्रो पर्दा, बिमार पर्दा, शिक्षा स्वास्थ्यका समस्याहरू पर्छन् त्यसमा सक्दो सहयोग कसरी पुर्याउनुहुन्छ, यी सबै पक्षहरू र तपाईहरुको व्यवहार जनतासँग यी काम गरिरहँदा कस्तो हुन्छ भन्ने कुराहरूसँग जनताको सरोकार हुन्छ। यी तपाईहरुले कसरी गर्नुहुन्छ, एउटा तपाईहरुको कामको मुख्य कुरा यो पनि हो, जसप्रति तपाईहरुप्रति जनताको जुन कुराहरूमा अपेक्षा हुन्छ, आशा हुन्छ र तपाईहरुले गरिदिनुहुन्छ भन्ने भरोसा हुन्छ, त्यो टुट्यो भने त्यसले नकारात्मक असर पार्छ। तपाईहरुले सबै कुरा गरिदिन सक्नुहुन्छ भन्ने कुरा छैन, नसक्न पनि सक्नुहुन्छ, तर सकेसम्म गरेको छ भन्ने कुरा जनतालाई विश्वास हुने गरी तपाईहरुको काम हुनुपर्दछ। ती कुराहरू तपाईहरुले आम रूपमा बुझ्नुभएको छ, त्यसलाई अझ स्पष्टसँग अझ मसिनो गरी साथीहरूले बुझाउनुहुनेछ। त्यसै गरेर तपाईहरुको जनतासँगको सम्बन्ध, आफ्नो मातहतका आफूसँगै काम गर्ने वडा सदस्यहरूसँगको सम्बन्ध र उनीहरूलाई परिचालन गर्ने, उनीहरूलाई साथै लिएर काम गर्ने, आफूभन्दा मास्तिर प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्षसँग समन्वयात्मक ढङ्गले काम गर्ने, यी कामहरू जसबाट तपाईहरुले सुशासन र विकासका कामलाई अगाडि बढाउन सक्नुहुन्छ। यस्ता कुराहरूमा तपाईहरुको ध्यान कसरी जानुपर्छ भन्ने कुराहरूमा पनि प्रशिक्षणमा आउनेछ, छलफलमा आउनेछ। स्थानीय विकास स्रोत परिचालन, माथिबाट प्राप्त हुने स्रोतहरूको सदुपयोग र त्यहीँबाट सिर्जना कसरी गर्न सकिन्छ। तपाईहरुमध्ये कतिपय पालिका अत्यन्तै स्रोतयुक्त छन् र कतिपय पालिका ठ्याम्मै स्रोतविहीन छ। यसका लागि स्रोतयुक्त पालिकाले अरू धेरै स्रोत नभएका पालिकाहरूको उत्थानका लागि कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा, त्यसलाई पनि सन्तुलित ढङ्गले अगाडि बढाउनुपर्छ। पहिले पनि हामीले चलन चलाइसकेको कुरा हो, मद्दत गरिसकेको कुरा हो। हुने पालिकाले नहुने पालिकालाई मद्दत गरौँ र पालिकाहरूमा पनि केही बलिया वडाले कमजोर वडाहरूलाई मद्दत गरौँ।
सुगमकाले दुर्गमकालाई मद्दत गरौँ, स्रोत नभएकाले स्रोत भएकालाई मद्दत गरौँ। यस प्रकारको एउटा सहयोगी भावनाको विकास कसरी गर्ने? यस्तो कुरामा अरू सँगसँगै तपाईँहरूसँग सरकारी सङ्घ संस्था बाहेक गैर सरकारी सङ्घ संस्थाहरू हुन्छन्। ती गैर सरकारी सङ्घ संस्थाहरूलाई तपाईँहरूले कसरी परिचालन गर्न सक्नुहुन्छ र तिनीहरूसँग भएको स्रोतलाई पनि कसरी परिचालन गर्न सक्नुहुन्छ? तिनीहरूसँग भएको सिप हुन्छ, तिनीहरूसँग केही तिनीहरूले तालिमहरू लिएका हुन्छन्। त्यो सिप र तालिम तपाईँहरूले कसरी प्रयोग गर्न सक्नुहुन्छ? प्रशिक्षकज्यूहरूलाई स्वागत छ, सुशील गेवालीजीलाई स्वागत छ, अरू साथीहरूलाई पनि। बस्ने ठाउँ चाहिँ अलिकति यसरी विभिन्न गैर सरकारी संस्थाहरूसँग पनि अन्य वैदेशिक संस्थाहरू पनि तपाईँहरूका आइपुग्छन्। कहिले कहिले तिनीहरूलाई पनि कहिले कहिले स्वास्थ्य शिविरहरू ल्याएर जचाउनु पर्ने हुन्छ, कहिले कहिले शिक्षकहरूका तालिमहरू गराउनु पर्ने हुन्छ। यस्ता अनेक कामहरू हुन्छ। कहिले कहिले बिजुलीका तारहरू, बिजुलीका पोलहरू फेर्नुपर्ने, स्तरोन्नति गर्नुपर्ने, बाटाहरू अलिकति बिग्रिया हुन्छन्, तिनीहरूलाई बनाउनु पर्ने, यस्ता थुप्रो कामहरू हुन्छन्। ती कसरी स्रोत मोबिलाइज गर्ने भन्ने कुराहरूतर्फ अलिक ध्यान दिन जरुरी छ भन्ने कुराहरू साथीहरूले बताउँदै हुनुहुन्छ। यी मसिना कुराहरूतर्फ साथीहरूले पछि बताउनुहुन्छ, म त्यता जान चाहन्न। र मुख्य कुरा तपाईँहरू अब आफ्नो मातहत र माथिल्ला कमिटीहरू या पदाधिकारीहरूसँग जोडिने मात्रै होइन, जनप्रतिनिधिसँग जोडिने मात्रै होइन, तपाईँहरूले प्रशासनसँगको डिलिङ गर्नुपर्ने हुन्छ, प्रहरीसँगको डिलिङ गर्नुपर्ने हुन्छ, सबैसँग सम्बन्ध राख्नुपर्ने हुन्छ र जनतालाई न्याय दिलाउने, हक अधिकारको स्थापना गराउने कुराहरू। कहिले कहिले जाली मुद्दा, हाम्रो साथीहरूलाई प्रायः जाली मुद्दामा फसाइदिने, बदमासी गर्नेहरूलाई हुम्काइदिने यस्ता प्रयास भइराखेका देखिन्छन्। त्यस्ता प्रयासहरूबाट कसरी जोगाउने जनतालाई, ती कुराहरू तपाईँहरू जनप्रतिनिधि भएको हुनाले तपाईँहरूसँग अपेक्षा हुन्छ र तपाईँहरूले कुनै प्रलोभन, लोभ, लालच केहीमा नपरिकन, कसैको मुख नहेरिकन न्याय दिने काम गर्नुपर्ने हुन्छ। यी सबै कुरा पनि पछि आउलान् नै। मैले खालि यस्ता क्षेत्रहरू छन्, यस्ता विषयहरू छन्, यस्ता कुराहरूमा तपाईँहरूको ध्यान जानुपर्छ है मात्रै भन्न खोजेको। अरू पार्टीहरूसँग छन्, अरू पार्टीहरू हुन्छन् तपाईँहरूसँग काम गर्ने। ती अरू पार्टीहरूसँग तपाईँहरूले तालमेल मिलाएर काम गर्नुपर्छ। अरू पार्टीलाई पनि हातमा लिएर, साथमा लिएर काम गर्नुपर्ने हुन्छ। अरू पार्टीका प्रतिनिधिहरू तपाईँहरू सँगसँगै हुन्छन्। एउटा वडामा आफूले जित्या हुन्छ, अर्को वडामा अर्कोले जित्या हुन्छ, आफूले अध्यक्ष जित्या हुन्छ, अर्कोले उपाध्यक्ष जित्या हुन्छ। त्यहाँ पनि मिलाएर काम गर्नुपर्छ। कहीँ बहुमत हुन्छ, कहीँ अल्पमतमा रहेर काम गर्नुपर्ने हुन्छ। त्यसो भएर पालिकाका अध्यक्षहरू कतै आफ्नो पार्टीका होलान्, कोही अरू पार्टीका होलान्, तिनीहरूसँग पनि त्यही तालमेलका साथ काम गर्नु पर्यो र अलिकति सम्झाइ बुझाइ गर्ने, अलिकति प्रेसर दिने, यसको तालमेलका साथ काम गर्नुपर्ने हुन्छ। यी सबै कुरा तपाईँहरूले उपयुक्त ढङ्गले गर्नुहुन्छ भन्ने म ठान्छु र कसरी गर्ने भन्ने कुरा तपाईँहरूले आफैले पनि सोच्नुपर्छ। यसरी विभिन्न पार्टीहरू, सङ्घ संस्थाहरू, प्रहरी प्रशासन लगायत अनेक प्रकारका तालमेलहरू, अनेक प्रकारका परिचालनहरू, ती सबैमा तपाईँहरूको कुशलता आवश्यक पर्छ। मैले विचार गरेको छु, सोचेको छु, यही नै कुराहरूलाई ध्यानमा राखेर नै प्रदेश कमिटीले तपाईँहरूको यस प्रकारको प्रशिक्षणको आयोजना गरेको हुनुपर्छ। अर्को कुरा, तपाईँहरू पार्टीको कार्यकर्ता हुनुहुन्छ र पार्टीसँग तपाईँहरू जनप्रतिनिधि भएर उडिसकेपछि चङ्गाको धागो काटिए जस्तो पार्टीसँग तपाईँहरूको सम्बन्ध चाहिँ धागो काटिनु हुँदैन। झन् बलियो हुनुपर्छ, झन् बढी सम्पर्क रहेर। मलाई अरू मतलब छैन, म जनप्रतिनिधि हो, म खुरुखुरु काम गर्छु, मलाई पार्टीको मतलब छैन भन्यो भने फेरि अर्को चुनाव पनि आउँछ, सबै साथीहरू विरोधी भइरहेको हुन्छ। त्यस कारण पार्टी विरोधी नहुनु,
साथीहरू विरोधी नहुन्, कमिटी विरोधी नहोस्, सहयोगी सहयात्रीहरू विरोधी नहुन्। त्यस कुरामा तपाईँहरूले ध्यान दिनुपर्छ। अर्कोतिर पार्टीका नीति निर्देश के छन्, अपानी के छन्? जुनसुकै माथिल्ला कमिटीले निर्णय गरे पनि आखिर कार्यान्वयनमा पुग्ने त तपाईँहरूको तहमा हो। पार्टीका वडाहरू वा जननिर्वाचित प्रतिनिधिका वडा सदस्य, त्यहीँबाट नै जनताको हरेक व्यक्ति परिवार र व्यक्तिमा पुग्ने ठाउँ भनेको त आखिर वडा नै हो। वडाभन्दा तल निर्वाचित एकाइ छैन। तिनै वडाले टोलसोल आदि इत्यादि हेर्नुपर्छ। विभिन्न पेसाका, विभिन्न जातिका, विभिन्न भाषा बोल्ने, विभिन्न समुदायका साथीहरू हुन्छन्। कोही अनुकूल ठाउँका, कोही प्रतिकूल ठाउँका हुन्छन्। कोही अलिक ठुलो व्यवसाय गर्न सकेका, कोही अलिक सानो व्यवसाय गर्न सकेका हुन्छन्। त्यो सबैलाई तपाईँहरूले मिलाएर लिएर जानुपर्ने, चलाउनु पर्ने हुन्छ। यस्ता सबै पक्षहरूमा तपाईँहरूले ध्यान दिएर पार्टीसँगको आफ्नो सम्बन्धलाई सुदृढ बनाउनु होला भन्ने मेरो आग्रह छ। यस सम्बन्धमा पनि पछि प्रशिक्षणमा आउला विषयहरू 3-4वटा कतिवटा विषयहरू 4वटा विषयहरू लामै मैले देखेको छु। त्यसर्थ यी सबै विषयहरू पनि आउने नै छन्। तपाईँहरूले कुन ढङ्गले, कुन तरिकाले चाहिँ काम गर्ने हो भन्ने कुराहरू। अहिले बजेटको समय पनि छ र यो बजेटको समयमा तपाईँहरूले अब नीति कार्यक्रम आउँदैछन्, फटाफट कोही ठाउँमा आइसके, केही ठाउँमा आउँदैछन्। तपाईँहरूले बजेट असार 1 गते सबैतिर बजेट, सबै पालिकामा बजेट एकैचोटि आउँछ। त्यति बेलाका लागि बजेटको तयारी, बजेटको तालमेल, कुन ठाउँमा कस्तो छ, बजेट के होदेखि लिएर यसका अध्ययनका पक्षहरूदेखि लिएर कसरी बजेट प्रस्तुत गर्ने, कसरी बजेट पार्ने, कसरी बजेट सन्तुलित, आफ्नैमा मात्रै पार्ने होइन, सन्तुलित बजेट कसरी हुनसक्छ, पालिकाको विकास उपयुक्त ढङ्गले कसरी हुनसक्छ, आफ्ना रिसोर्सहरू अथवा प्राप्त रिसोर्सहरू, विभिन्न प्रकारका अनुदानहरू, तिनको प्रयोग कसरी सही ढङ्गले हुनसक्दछ, यस कुरामा पनि तपाईँहरूले ध्यान दिनुपर्नेछ। आफ्नो मात्रै पनि ध्यान दिने होइन कि सबैको न्यायोचित ढङ्गले कसरी अगाडि लान सकिन्छ भन्ने कुराहरूमा तपाईँहरूले ध्यान दिनुपर्छ। र म अलिकति तपाईँहरूलाई भन्न चाहन्छु, तपाईँहरू पार्टी कार्यकर्ता हो र यो पार्टी निर्माण भएको देशको रक्षाका लागि हो, देशको सार्वभौम सत्ताको रक्षाका लागि हो, देशको स्वाधीनताको रक्षाका लागि हो, स्वतन्त्रताको रक्षाको लागि हो, देशको भौगोलिक अखण्डताको, हाम्रो देशको भूगोलको इंच भूगोलको रक्षाका लागि हो यो पार्टी बनेको। र यो पार्टी बनेको देशको विकास, देशमा सुशासन, वास्तविक लोकतन्त्र, वास्तविक जनतन्त्र, वास्तविक जनताको शासन कस्तो हुन्छ त्यस कुरालाई लिएर। अब अहिले राजनीति अलिक भाँडिएको छ। प्रतिगामी तत्त्वहरू निकै धेरै सक्रिय छन्। हामी चुपचाप लागेको हुनाले उनीहरूको मनोबल उठेको छ। मनोबल सधैँ उच्च रहनुपर्ने हाम्रो महान गन्तव्य छ, महान लक्ष्य छ, महान उद्देश्यहरू छन्। हाम्रो मनोबल चाहिँ त्यति डरो नहुने, विपक्षीहरू जो प्रतिगामी छन् सोझै लाज नमानिकन तिमीहरू रैती भएर बस, म राजा हुन्छु भनेर एउटा भन्छ। केही रैतीहरू गएर बिहान बेलुकै उसको वरिपरि घुमिरहेका छन्। हामी रैती हुन तयार छौँ प्रभु, हामीलाई कुनै अधिकार चाहिँदैन, हामी जीवजन्तु जस्तै हौँ, दिएको घाँस खान्छौँ, दिएको पानी खान्छौँ, घाँस फुडोले जिन्दगी चलाउँछौँ, जे हुन्छ प्रभुको भक्ति गाउँछौँ, बस्छौँ, कुनै स्वाभिमान हामीलाई चाहिएको छैन हजुर। यो जनता सार्वभौम भन्ने, नागरिक सर्वोच्चता भन्ने कुरा हामीले बुझेका छैनौँ, यो चाहिँदैन भनेर दलालीमा समर्पित केही मान्छेहरू छन्। त्यस्ताले उल्क्याएका छन्, फेरि उल्क्याएका छन्, अरू मान्छेहरूमा असन्तुष्टि भड्काउन खोजेका छन्, असन्तुष्टि बढाएका पनि छन् केही मान्छेहरू। र सामाजिक सञ्जाल जस्ता भ्रम फिजाउने कुराहरू
त्यसमा लगानी गरेका छन् र सामाजिक सञ्जाल र यो डिजिटल प्लेटफर्म भन्छ। विभिन्न डिजिटल प्लेटफर्महरू भनेको यो युट्युब के जाति, ट्विटर के जाति जाति र अरू सामाजिक सञ्जालहरू अलिकति त्योभन्दा माथिका यो अनलाइनहरू आदि इत्यादि यस खालका अलिक इस्टाब्लिस खालका व्यक्तिले दुरुपयोग गर्ने खालका बढी चाहिँ जवाफदेही ठ्याम्मै लिनु नपर्ने चाहिँ बढी यिनीहरू हुन् यो डिजिटल र सामाजिक संवाद पनि त्यस्तै गरी सामाजिक सञ्जाल पनि त्यस्तै गरी आइरहेका छन्। यो चिजहरूसँग हामी आफै वैयक्तिक रूपमा सक्रिय भएर हामी पैसा खर्च गर्ने कुरामा, हामी करप्सन गर्ने कुरामा, पैसा खर्च गर्ने कुरामा, पैसा खर्च गरेर यो चलाएर त्यो चलाएर त्यसरी जाने पक्षमा होइन, आफ्नो बलबुतामा अगाडि बढ्ने पक्षमा हो। अब यस्तो स्थिति भएको हुनाले हामी आफैले यस्ता प्रश्नहरूमा बुझेर सक्रिय हुन जरुरी छ। हाम्रा केही आनीबानीहरू अलिकति बिग्रिएको देखिन्छ। हामी फेसबुकमा सक्रिय भए पनि आफ्नै कुरा, आफ्नै साथीभाइका कुरा, आफ्नै पार्टीका कुरा, आफ्नै आन्तरिक कुरा उछाल्ने, आफ्नै साथीभाइलाई गाली गर्ने, देश दुनियाँ कतातिर छ आफै भित्र खसाखुसु गर्ने, आफै भित्र अनुचित खालका गोप्य षड्यन्त्र र क्रियाकलाप चलाउने, त्यस खालका प्रवृत्तिहरू पनि हामीभित्र खासखुसे प्रवृत्तिहरू। देश कता छ, प्रतिक्रियावादीहरूले कसरी सिद्ध्याउन खोजेका छन्, देशी विदेशी शक्तिहरूले कसरी दुनियाँबाट कम्युनिस्ट आन्दोलन सिद्ध्याउन खोजेका छन्, त्यस्तो अवस्थामा हामी कसरी लडेर त्यस्ता विपरीत प्रवृत्तिहरूलाई र विपरीत इच्छाहरूलाई, आकाङ्क्षाहरूलाई कसरी पराजित गर्दैछौँ, कसरी पराजित गर्न जरुरी छ, त्यो कुराहरूपट्टि ध्यान नदिएर आपसी द्वन्द्व, आपसी खिचातानी, यो खालका कुराहरू हामी अल्मलिरहेका छौँ। अहिले पनि त्यस प्रकारका प्रवृत्तिहरू देखिन्छ। हामीले अघिल्लो यो गएको 10औं महाधिवेशनभन्दा ठ्याक्क अगाडि हेरौँ, हामीले सानो उपलब्धि पाएका होइनौँ। पार्टी विस्तार गऱ्यौँ, लोकप्रिय कामहरू गऱ्यौँ, रात दिन खट्यौँ, देशभरि रात दिन कार्यकर्ताहरू खट्यौँ र देशलाई एउटा असाधारण अपराजय शक्तिको रूपमा, किल्लाको रूपमा अगाडि बढायौँ। 2/3 स्थिति, लगभग 2/3 स्थितिमा पार्टी पुर्यायौँ। पार्टी विस्तार गऱ्यौँ, एकता एकीकरण सबै अस्त्रहरू अपनायौँ। जब पार्टी मजबुत भयो, पार्टी भित्रैका केही तत्त्वहरू, ती तत्त्वहरू सबै एकै नासका छैनन्। ती तत्त्वहरू कोही ईर्ष्याले जल्ने, डाहले जल्ने, अरूको सफलता भयो, आफ्नो सफलता भएन, त्यसकारण अर्कोलाई पनि असफलै पार्नुपर्छ भन्ने त्यो खालका डाही तत्त्वहरू, ईर्ष्यालु तत्त्वहरू एक थरी। अर्को थरी तत्त्वहरू अरूको लागि, अरूको इसारामा काम गर्ने तत्त्वहरू। त्यस्ता तत्त्वहरू जसले देशमा क्रान्ति भनेर बाहिरबाट हतियार ल्याउने, बाहिरका हतियार, बाहिरका खरखजाना, बाहिरकै तालिम नेपाली जनताको छाती र टाउकोमा उनीहरूले पड्काएर सके। उतै बम बनाउन सिके, यता ल्याएर पड्काए, गुडिरहेको बसमा पड्काए, बुढाबुढी बालबालिका भएका ठाउँमा पड्काए, अप्ठ्यारो पर्दा बेवारिसे छोडेर हिँडे, लुकाएर हिँडे। अहिलेसम्म पनि तिनको असर ठाउँ ठाउँमा ती बेवारिसे छोडिएकाहरू, बच्चा बच्चीहरूले नचिनेर खेलाउँदाखेरि विस्फोट भएर बच्चा बच्चीहरूको निधन अहिलेसम्म भइरहेको छ। त्यस खालका तत्त्वहरू हामीले वामपन्थी भनेर मिलायौँ, कम्युनिस्ट भनेर मिलायौँ,
तर वास्तवमा ती वामपन्थी थिएन। त्यसै कारण उनीहरूले त्यो सहनै सकेनन्। कम्युनिस्ट पार्टीको यो महान सफलता, 2/3 लगभगको स्थिति, यो महान विजय उनीहरूले सहनै सकेन। विचार गर्नुहोस् त, हाम्रो पार्टी नफुटेको मात्रै भए, हामीले जुन ठाउँमा पुर्याएका थियौँ त्यो ठाउँमा पुर्याएको भए एक्लै नेकपा एमाले त प्रमुख शक्तिको रूपमा अहिले आएको छ भने, सिद्ध्यायौँ एमालेलाई भन्दा फेरि फर्केर आएर सरकारको नेतृत्व गरिराखेको छ भने, नेकपा एमाले सर्लक्कै लगभग 2/3 को त्यस स्थितिमा अविभाजित पार्टी रहन सकेको भए के हुन्थ्यो। तर उनीहरूले कुनै पनि हालतमा अविभाजित पार्टी रहन नदिने, यसलाई छताछुल्ल भत्ताभुङ्ग पार्ने ईर्ष्या भाव र नेपाललाई गरी खान नदिने बाह्य उद्देश्यहरूका मतियार भएर उनीहरूले त्यस्ता कामहरू गरे। त्यो एउटा ठुलो हाम्रो देशमाथिको आक्रमण थियो। एमाले माथिको आक्रमण मात्रै होइन, एमाले माथिको आक्रमण त थियो नै, तर त्यो आक्रमण किन थियो भन्दा त्यो आक्रमण नेकपा एमाले देशको नायक पार्टी हो, देशलाई बाटो देखाउने पार्टी हो, देशलाई सङ्गठित गर्ने पार्टी हो। अनेक प्रकारका साम्प्रदायिक विद्वेष भड्काएर जनतालाई चिराचिरामा बाँडेर झगडा लगाएर विभाजित गर्न खोज्ने तत्त्वहरूका विरुद्ध सामाजिक सद्भाव कायम गर्ने, सामाजिक न्याय र समानताको बाटोबाट सामाजिक सद्भाव कायम गर्ने र सामाजिक सद्भावमा आधारित राष्ट्रिय एकता कायम गर्ने, सुदृढ राष्ट्रिय एकताबाट देशलाई एक ढिक्का बनाएर विकासको बाटोमा अगाडि लाने, स्वाधीनता सार्वभौमसत्ताको रक्षाका साथ विकासको बाटोमा अगाडि बढ्ने। यस अठोटमा जब आन्दोलन सफलतापूर्वक अगाडि बढ्यो, यसलाई ध्वस्त पार्न विभिन्न तत्त्वहरू लाग्यो। त्यो बहुत ठुलो अपराध थियो, बहुतै ठुलो अपराध, जसमा थुप्रै कार्यकर्ताहरू बने। नेताहरूले भनेपछि हो कि त केपी ओलीले एकदम तानाशाही चलायो, यस्तो तानाशाही सहन सकिँदैन भने बाटो बनाएको छ, पुल बनाएको छ, यो बनाएको छ, सुरुङ मार्गमा प्रवेश गरेको छ, बिजुली गाउँ गाउँमा पुर्याएको छ, बिजुली नपुगेका ठाउँमा सोलर ऊर्जा लगायतका अन्य वैकल्पिक ऊर्जाहरूको प्रयोग भएको छ। यतै सुखा बन्दरगाह, उतै सुखा बन्दरगाह, यहीँ चोभारमा सुखा बन्दरगाह। कतिपय स्थानीय जनप्रतिनिधिले नबुझ्दा, कतिले नबुझ्दाखेरि पनि पछि बुझ्नेछौँ तर अहिले चाहिँ गर्नुपर्छ भनेर गरियो। अहिले इभी गाडीहरू, इलेक्ट्रिक भेहिकल भनेका विद्युतले चल्ने गाडीहरू कति उपयुक्त ढङ्गले आए होलान्, कति अनुपयुक्त ढङ्गले व्यापारीले ल्याए होलान्। यति धेरै गाडी ओसारेर कहिले बेचिसक्लान्, कहिले कुन सडकमा कुदाउलान्, ती समस्या त सधैँ छन्। तर पनि यी गाडी नै कहाँ राख्ने भन्ने त समस्या हुने रहेछ। त्यही चोभारको एउटा सुखा बन्दरगाह नभएको भए अहिले आएका गाडी कहाँ राख्ने, त राख्ने ठाउँ हुने थिएन। यो खालको एउटा स्थिति, यसमा चौतर्फी विकास, भूकम्पले ध्वस्त पारेको पुनर्निर्माण प्राधिकरणका तत्कालीन सिइओ यही हुनुहुन्छ, जसको नेतृत्वमा धेरै राम्ररी त्यो कार्य सम्पन्न भयो र अन्तर्राष्ट्रिय रूपमा प्रशंसा योग्य एउटा नमुनाको रूपमा नेपाललाई दृष्टान्त दिन्छन्, नेपालमा सिक्न आउँछन् मान्छेहरू। तर हामीले चाहिँ त्यो सिकाइलाई अझै व्यवस्थित ढङ्गले त्यसलाई परिभाषित गर्न र प्रस्तुत गर्न सकिरहेका छैनौँ। के सिक्ने भन्ने कुरा, त्यसलाई अझ हामीले थ्योराइज गर्नुपर्नेछ, अझ व्यवस्थित गर्नुपर्नेछ र प्रतिरोधात्मक काम कसरी गर्ने र पुनर्निर्माणका कामहरू कसरी गर्ने, यी सबै पक्षहरू गर्नुपर्नेछ। तर हामीले त्यस बेला यस्ता तमाम कामहरू गरेका थियौँ। शैक्षिक क्षेत्रमा, स्वास्थ्यका क्षेत्रमा अनेकौँ अस्पतालहरू एकैचोटि हामीले सुरु गरेका थियौँ। हामीले पूर्वाधारका क्षेत्रमा बाटो, पुल, हवाई यातायात, केबल कार, विद्युतको विस्तार, उत्पादन, विस्तार, बिक्री, किनबेच
लोड सेडिङ अन्त्य गर्ने कामहरू, त्यस दिशामा हामीले काम गरेका थियौँ। त्यो सबै उपलब्धिलाई केही तत्त्वहरूले ध्वस्त पार्न खोज्छन् नै, उनीहरूको कामै त्यही हो। अहिले पनि वामपन्थी भन्नेहरूले अरू कसैको विरोध गर्दैनन्, एमालेको विरोध गर्छ। अनि केही हाम्रा साथीहरूलाई चाहिँ के भ्रम परेको छ भने वामपन्थी एकता चाहियो भन्ने बुद्धि देख्दाखेरि अचम्म लाग्छ। जसले 2/3 पारेको पार्टीलाई ध्वस्त पारेर एमालेको सरकार ढालेर नेपाली कांग्रेसका नेता कहाँ बिन्ती पत्र चढाउन गए। लौ न नेपाली कांग्रेसका नेताज्यू, कम्युनिस्ट सरकार हामी ढाल्छौँ, ढालेर तपाईहरुको नेतृत्वमा सरकार बनाउँछौँ, प्रधानमन्त्री भइदिनु पर्यो। किन नआउने उहाँहरूले? उहाँहरू चुनाव लड्न तयार हुनुभएको थियो, वक्तव्य दिएर तयार हुनुभएको थियो। हामी प्रजातान्त्रिक पार्टी चुनाव भयो भने लड्छौँ र चुनाव घोषणा भएको कुराको विरोध गर्दैनौँ भनेर शेरबहादुर देउवाजीले भन्नुभएको थियो। तर होइन, त्यसो होइन, तपाईले प्रधानमन्त्री भइदिनु पर्यो। चुनावसम्म फेरि केपी ओली रहन्छ, नत्र भने केपी ओलीलाई त जसरी पनि यसले विकास गरेर खत्तमै पार्ने भयो। त्यसो भएर यसलाई त ढाल्नै पर्छ, तपाईँ प्रधानमन्त्री भइदिनु पर्यो भनेपछि उहाँ प्रधानमन्त्री भइदिनु। अनि तिनै मान्छे जसले कम्युनिस्ट सरकार ढाले, 2/3 पुगेको पार्टी चकनाचुर पारे, उनीहरूको लागि उनीहरूले के भने हौ? एउटा 14 वर्ष 13 वर्ष 14 वर्ष नेतृत्वमा बसेको मान्छे, अर्को 15 वर्ष पार्टीको नेतृत्वमा बसेको मान्छे, कति बेशरमसँग त्यही पार्टीको नाम लिएर नेकपा एमालेलाई धुलो चटाउँछौँ, धुलो बनाउँछौँ, टर्च बालेर खोज्दा नभेटिने बनाइदिन्छौँ, कोही भन्छ भित्तामा लगेर टाँसिदिन्छौँ, खत्तमै पारिदिन्छौँ। ओहो, कम कोसिस होइन। हामीलाई त मुद्दा लगाएर जेल हाल्ने कोसिस भएको थियो। कति अनौठो अवस्था थियो। भ्रष्टाचारीहरूले हामी भ्रष्टाचारका विरुद्ध लड्नेहरूलाई नै उल्टै झुटा मुद्दा लगाएर जेल हाल्ने सम्मका षड्यन्त्र, बदनाम गर्ने, चरित्र हत्या गर्ने, यो सबै तथाकथित वामपन्थी भनिएकाहरू हुन्। कम्बोडियामा केपी ओलीको कति 32 अरब छ भनेर हल्ला फिजाउने को हो भन्दा प्रचण्ड हो। अरू गयो। त्यसका पछाडि कुद्ने माधव नेपाल, जलनाथ खनाल हो। के त्यो साँचो कुरा हो? साँचो कुरा भए अहिलेसम्म 32 अरब यो गरिब देशबाट मैले लगेर बाहिर राख्थेँ। एउटा टेलिकममा भने, त्यो त ब्याङ्क पनि होइन, टेलिकम भनेको त तुरन्त गएर सोद्धाखेरि हिसाब किताब ट्रान्सपरेन्ट हुन्छ त। त्यसको त गएर कसको लगानीको इच्छा भनेर सोध्यो भने तत्काल बताउँछ त। अब त्यहाँ खोलेको कम्पनी नै मेरो भनिदिने हो भने त अब त्यो त्यहाँका मान्छे नै सबै मेरा भनिदिने हो भने, त्यहाँको सरकारै मेरो भनिदिने हो भने त कसो के लाग्छ? नत्र यस प्रकारका मान्छेहरू, म साथीहरूलाई भन्न चाहन्छु, हामीले यति बेला समृद्ध नेपाल बनाउनु छ, सुखी नेपाली बनाउनु छ। समृद्ध नेपाल, सुखी नेपाली बनाउन हामी बाहेक अरूले सक्दैन। नारा दिन त गाह्रो छ, अरूलाई भन्न गाह्रो छ भने त्यो कसरी बनाउने भन्ने बाटो हामी बाहेक अरूले तय गर्न सक्दैन। त्यसकारण नेकपा एमाले दार्शनिक हिसाबले बुझेको छ, ठिक छ, सैद्धान्तिक, वैचारिक, राजनीतिक हरेक हिसाबले ठिक छ। देशको अर्थतन्त्र कस्तो हुनुपर्छ, कसरी अर्थतन्त्रलाई अगाडि बढाउने भन्ने कुरा बुझिया छ। देशको समाज के हो, सामाजिक सम्बन्धहरू के हुन्, सामाजिक सुप्रबन्ध कसरी गर्नुपर्छ भन्ने कुरा, कस्ता नीतिका साथ अगाडि बढ्नुपर्छ भन्ने कुरा बुझेको छ। देशको संस्कृति भनेको के हो, हाम्रो संस्कृति, हाम्रा राम्रा सुन्दर परम्परा भनेका के हो, तिनीहरूको जगेर्ना कसरी हुन्छ, संरक्षण कसरी हुन्छ र तिनीहरूलाई यथोचित ढङ्गले हामी अगाडि बढाएर कसरी लिएर जान सक्छौँ भन्ने कुराहरू, यी सबै कुरा नेकपा एमाले बुझेको छ। नेकपा एमाले गर्न सक्छ। छिमेक सम्बन्ध कस्तो राख्नुपर्छ, वैदेशिक सम्बन्ध कस्तो राख्नुपर्छ,
असंलग्नता भनेको के हो, तटस्थता भनेको के हो, असंलग्न सम्बन्ध राखेर कसरी जानुपर्छ, यो नेकपा एमाले बुझेको छ। तसर्थ नेकपा एमाले अहिले सही ढङ्गले भनेको छ समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य भनेर। समृद्ध नेपाल सुखी नेपाली एउटा राष्ट्रिय आकाङ्क्षा हो, त्यसलाई सिङ्गै नेपालको नेपाली जनताको आकाङ्क्षा हो, त्यसलाई हामीले आफ्नो गन्तव्य बनाएका छौँ। त्यस गन्तव्यमा पुग्नका लागि हामी परिपूर्ण लोकतन्त्र, राजनीतिक क्षेत्रमा मात्रै होइन, आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, सांस्कृतिक क्षेत्रमा परिपूर्ण लोकतन्त्रका साथ जान्छौँ। एउटा समय थियो दुनियाँबाट कम्युनिस्ट समाप्त हुने भए भन्ने खालको। त्यसबेला 89-90तिर चीनमा तिएनएनमेन स्क्वायरमा देशभरिका युवाहरूलाई भड्काएर समाजवाद फाल्ने भनेर त्यहाँ ठुलो जमर्को भएको थियो र विद्रोहका लागि, विद्रोहबाट बङ्गलादेशमा एउटा कागजी सरकार भने जस्तै गरेर कमजोर भइसकेका सरकार ढाले जस्तै समाजवाद ढाल्ने कोसिस त्यहाँ पनि भएको थियो। त्यसै गरेर 89-90मै सोभियत सङ्घमा त्यस्तै विद्रोहहरू र उत्पात मचाएर समाजवाद ढालिएको थियो 74 वर्षपछि। त्यहाँ आन्तरिक कमीहरूले, बाह्य फौजी आक्रमण भएको होइन, त्यहाँका नेताहरू बिकेका हुन्, विरोधीहरूले उल्क्याएका भरमा, हावा भरेका भरमा, पम्प हालेका भरमा बेलुन फुले जस्तो फुलेर साँच्चै पो म त ठुलै भएछु भन्ने भ्रम पाले, समाजवाद ध्वस्त पारे। त्यसलाई अलिकति कमी कमजोरी हटाएर सच्याएर लाँदाखेरि राम्रो हुन्थ्यो होला। तर त्यो अवसर नै भएन, किनभने बिकाउ नेताहरूका हातमा शासन गयो, उल्क्याउँदा उल्किने नेताहरूका हातमा शासन भयो। त्यही कुरा नेपालमा उनीहरूले गर्न चाहेका थिए। हामीले सधैँ झलनाथ हुँदा पनि सर्वसम्मतिले गर्दै आयौँ, माधव हुँदा पनि सर्वसम्मतिले गर्दै आयौँ, तर उनीहरूले पार्टी चलाउन पनि नसक्ने, देश बनाउन पनि नसक्ने, नीति निर्माण गर्न पनि नसक्ने, सङ्गठनात्मक परिचालन पनि त्यसरी गर्न नसक्ने, तर उनीहरू पार्टी कब्जामा लिएर बस्नु। त्यो कुरालाई हामीले चुनौती दिएर उहाँहरूको निकम्मा, बैठी र परनिर्भर, परनिर्देशित त्यस प्रकारको नेतृत्वलाई विस्थापित गरेर नै पार्टीलाई अगाडि बढाउनु पर्यो। यो 90 भन्दा पछिको उतार चढावको अवस्थामा जनताको बहुदलीय जनवाद, जननेता मदन भण्डारीको अगुवाईमा जनताको बहुदलीय जनवादको नीति अगाडि सारेर हाम्रो पार्टीले कम्युनिस्ट आन्दोलनलाई जोगायो, प्रगतिशील आन्दोलनलाई जोगायो, समाजवादी विचारलाई जोगायो, समाजवाद उन्मुख हाम्रो आन्दोलनलाई जोगायो। त्यतिबेर त्यो हामीले महत्त्वपूर्ण नीति अख्तियार गर्यौँ। त्यस नीतिलाई आज हामीले परिपूर्ण लोकतन्त्रको रूपमा, समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यको रूपमा र विभिन्न क्षेत्रका नीतिहरूमा स्पष्टताका साथ अगाडि बढाएका छौँ। र अब हाम्रा राष्ट्रिय नीतिहरू के हुन्, आजको सन्दर्भमा विकासका हाम्रा राष्ट्रिय नीति, आर्थिक नीतिहरू के हुन्, सांस्कृतिक नीतिहरू के हुन्, सामाजिक नीति के हुन्, आर्थिकमा कृषि नीति के हो, उद्योग नीति के हो, व्यापार नीति के हो, लगायतका प्रश्नहरूमा, यी सबै प्रश्नहरूमा, हाम्रो शिक्षा नीति के हो, हाम्रो स्वास्थ्य नीति के हो, यी सबै कुरामा हामी अत्यन्तै स्पष्टताका साथ अगाडि बढेका छौँ। त्यसै कारण जनतामा पनि हामी पुगेका छौँ। सामाजिक सुरक्षाका क्षेत्रमा, समाजप्रतिको सरकारको उत्तरदायित्वको क्षेत्रमा हाम्रो पार्टीले समुचित ढङ्गले त्यसको व्याख्या गरेको छ र आज मान्छेहरू यसो उसो भन्न पाएका छन्। अर्को, अहिले हाम्रो पार्टीले पो यो सहकारीमा भ्रष्टाचार गरिदिएको हो कि जस्तो गरेर हाम्रा पार्टीका विरुद्ध औँलो ठड्याएर सहकारी जो सहकारीका लुटेरा हुन्, जो सहकारीका ठगहरू हुन्, उनीहरूले नै हामीमाथि औँलो ठड्याएर न्याय दिन्छौँ सहकारीलाई भन्ने, अरबौँ खाएको नतिर्ने, अरबौँ खाएको फिर्ता नगर्ने,
अरबौँ जनताको लुटेर पचाउन खोज्ने अनि सहकारीलाई न्याय दिन्छौँ, सहकारी पीडितलाई न्याय दिन्छौँ, उल्टै नारा लगाउने बेशरम। यो निर्लज्ज तरिका हो उनीहरूको। भ्रष्टहरूले भ्रष्टाचार विरुद्धको ठुलो स्वर गर्नु। प्रचण्डको स्वर हेर्नुहोस् त, भ्रष्टाचारका विरुद्ध बुरुक बुरुक। हामीले गरेको महाकाली मेची अभियान त्यसै गरी थालेर त्यसै गरी अगाडि बढ्छन्। तर फरक के छ भने हामीहरू कहाँ जनसागर उर्लिन्थ्यो, जनताले बेग्लै स्वागत गर्थे। अलिअलि आफ्ना कार्यकर्ताहरू आउँदाखेरि प्रचण्डलाई के लाग्यो भने अब फेरि प्रचण्डमय हुने भयो देश, 64मा जस्तै माओवादीमय हुने भयो। 64मा माओवादीमय होइन देश। माओवादीका लडाकु क्याम्पमा राखेर मार्च पास गराएर मान्छे तान्दै कुट्दै मार्दै गरेर अङ्गभङ्ग गर्दै गरेर तर्साएर आतङ्कको राज थियो। आतङ्कमय थियो देश, माओवादीमय थिएन। 84को चुनाव हामीले हार्यौँ, माओवादीले निकै धेरै जित्यो, बहुमत त ल्याएन तर निकै धेरै जित्यो। 64मा 64को चुनावमा माओवादीले त्यति ल्याएको, माओवादी कुनै लोकप्रिय भएर माओवादीले राम्रो काम गरेर होइन, आतङ्कको राज लुटेर ल्याएको, लुटेर, ठिक हो, लुटेर ल्याएको। त्यसर्थ माओवादी अहिले 64को जस्तै हुन्छ। 64को जस्तो न 64 साल आउँछ न माओवादी आउँछ। अर्को छ फेरि यता, अर्को 65 सालमा मलाई निकालियो, अन्यायपूर्ण ढङ्गले निकालियो, देशमा विकास भएन। कालो चस्मा लाए पनि त कालो त देखिन्छ होला नि, देख्दै नदेखिने लाउँछ है क्या चस्मा पनि। यत्रो विकास भएको छ, हुलाकी राजमार्ग देख्दैनौ, मध्य भण्डारी राजमार्ग देख्दैन, इन्टरनेसनल एयरपोर्ट कस्तो थियो त्यो कस्तो भएको छ त्यो देख्दैन। यस्ता थुप्रै कुराहरू देख्दैन। मध्य पहाडी राजमार्गको के विकास भयो देख्दैन, विद्युतीकरण भएको देख्दैन, लोड सेडिङ हटेको देख्दैन। झिपिक्क बत्ती निभ्यो भने अहिलेको सरकारलाई सरापिहाल्छन्। 18 घन्टा निप्दाखेरि काना तेल हाल्नु बस्दैन। देश बनाउनु परेको थिएन। अनि 65 सालसम्म 105 वर्षभन्दा बढी नेपालमा विद्युत एसियाको दोस्रो हो, साउथ एसियाको दोस्रो हो नेपालको जलविद्युत फर्पिङको। यो 1911मा सुरु भएको, अहिले 115 वर्ष हो। यता बहुदल आएपछि जे भएको छ, हामी आएपछि जे भएको छ, त्यसभन्दा अगाडि के भएको थियो? 100 वर्षमा के भएको थियो? 90 वर्षमा के भएको थियो? भन्दा 300 मेगावाट। केही सहरमा एकछिन बल्ल त हो नि बिजुली भनेको। बिजुलीको चिम नजिकबाट जनताले देखाएको थिएन, पर बल्याएर देखाएको थिए, कसरी बल्छ थाहा थियो। त्यस अवस्थाबाट देश कहाँ आइपुगेको छ। अनि युवा बाहिर गए भनेर यिनीहरूको समयमा पासपोर्टै दिँदैन थियो, कहाँ बाहिर जानु त, कोही पनि बस्दैन थियो। पासपोर्ट नदिएर थुनेर राखेको थियो। अनि त्यहाँबाट अहिले पासपोर्ट पाएका छन्। एकैचोटि पिंजडाबाट निस्किन पाएपछि अलिकति भरभर त उड्नै भयो नि। युवाहरू विद्यार्थीहरू यहाँ कलेजहरू पुग्दैनन्। बल्ल कलेजहरू अलिकति एउटा विश्वविद्यालय थियो जम्मा। अहिले हामीले त खोलेका छौँ अलि 12-15 वटा। मेडिकल कलेज एउटा खोलेको थियो, बाँकी अहिले त खोल्या हो। अहिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू खोलेका छौँ, अरू विभिन्न खोलेका छौँ हामीले। अनि केही पनि भएन, जनताले दुःख पाए अरे। हो गोहीका आँसु नि, गोहीले आँसु पर झारिरहन्छ। आँसु झरेको देखेर नजिकै जानुभयो भने थाहा नपाई चरायो। आँसु त झारिरहन्छ नि गोहीले। कोठैभरि बिचरा धरधर रोइराखेको छ। के भयो बाबु भनेर यसो सुनसुनाउन जानुभयो भने
जवाफ नदिकन पहिले झ्याक पार्छ अनि अब थाहा पाइसक्यो भने त के हो च्यामच्याम हान्छ। हामीले देखेका छैनौँ 200-250 वर्षको राजतन्त्र। अब कोही 64 साल सम्झिराखेका छन्, अहिले कोही 65 साल सम्झिराखेका छन्। 65 सालमा हामीलाई हटाइएको थियो भनेर, कोही 64 साल माओवादीमय, कोही 65 सालको राजामय। कहाँ थियो राजामय? कहिले पनि राजामय थिएन। त्यसो भएर अहिलेसम्म हामी राजतन्त्र राम्रैसँग भोगेका जेनेरेसन छँदैछौँ। अहिले करिब अब 20-25 वर्षका मान्छेले राजतन्त्रको पीडा बुझ्दैन। किन 58 सालको दरबार हत्याकाण्ड के थियो? अहिले 24 वर्षका भए त्यो घटना घटेका बेला जन्मिएका मान्छे, त्यो थाहा पाउने, त्यो सुन्ने, सम्झिने हो भने कति वर्ष आयो त्यो मान्छे? त्यसो भएर कमसेकम 32-34 वर्षका मान्छेले त राजतन्त्रको कहर कठिनाइ, त्यस बेलाको जे दुर्दशा थियो, पुलिस रेकर्ड, पासपोर्ट नपाइने जस्तो खालको स्थिति थियो, त्यो स्थिति त मान्छेले नयाँ पिँढीले भोगेका छैन। हामीले सुनाउन सकेका छैनौँ। हामीले त्यो बुझ्ने थाहा पाएका मान्छेहरूले नयाँ पिँढीलाई सुनाउन जरुरी छ, आफ्ना छोराछोरीलाई सुनाउनु जरुरी छ, बताउनु छोराछोरीलाई, भाइ बहिनीहरूलाई बताउन जरुरी छ। सानो उमेर होइन। 34, 35, 36 वर्षका मान्छेलाई अहिले गाह्रो छ बुझ्न राजतन्त्र के हो। त्यो कुरा बुझाउनुपर्छ। हामी बुझाउँछौँ, तर राजतन्त्र फर्किन्छु भनेर जोड गरेको छ। उसको कुनै जनआधार ग्रामीण क्षेत्रमा केही पनि छैन, केही पनि छैन। सहरमा केही त्यस्तै खालका जबलेस पुरनठेउला त्यस्ताहरूलाई अलिअलि 1000-2000 पकेटमा हालिदिएर हिँडाएका, लुट्न पाइन्छ, लुटेर जे सक्यो त्यो बोक्न पाइन्छ भनेर ल्याएकाहरू, त्यस्ताहरू आएका छन्। त्यसो भएर त्यो राम्रो कुरा होइन। हामीले त्यस्तोहरू सबै समाजलाई हामीले समेट्न सक्नुपर्छ। यसका लागि हामीले पहिलो कुरा त यी त मुकाबला गर्नै पर्छ। एउटा अराजकतावादी ट्रेन्ड छ र त्यो अराजकतावादी ट्रेन्डलाई मल जल दिने, अराजकताकै पक्षमा र भाँड भैलो मात्रै सिर्जना गर्ने पक्षमा प्रचण्ड लगायतको सोकल्ड एउटा आफूलाई वामपन्थी भन्न रुचाउने, मोर्चा भन्न रुचाउने, अनेक तमासा गर्ने एउटा गिरोह छ। अर्को दक्षिणपन्थी राजावादीहरूको गिरोह छ। यो 3 प्रकारका गिरोहहरू, राजावादीहरूको दक्षिणपन्थी प्रतिक्रियावादी प्रतिगामी गिरोह एउटा, अर्को त्यो गिरोह भए पनि अर्को भए पनि जसले उथल पुथल देशमा अशान्ति मचाउँछ त्यसको पक्षमा भित्रभित्र साथ सहयोग गर्ने सोकल्ड वामपन्थी माओवादी। तर अर्को चाहिँ यो अराजकतावाद, यो विभिन्न प्रकारका तत्त्वहरू छन् अराजकतावादी। जे भए पनि हड्याङ बड्याङ गर्नु पर्यो समाजमा, र उनीहरूलाई एकपल्ट हाम्रै गल्तीले सरकारमा पनि पुर्यायौँ। हाम्रै गल्तीले भनेको अहिले सरकारमा हुने एमाले र कङ्ग्रेसकै गल्तीले, दुईटा नमिलेर त हो नि यो सबै तमासा भएको। दुईटा मिल्या भए त कुरै सिद्धिन्थ्यो। दुईटा नमिलेर हामी त प्रतिस्पर्धा गर्छौँ, प्रतिस्पर्धी पार्टी हौँ भन्दाखेरि यो सबै स्थिति चाहिँ झन् बिग्रियो, अस्थिरता आयो, अराजकता आयो। र यति बेला हामी स्थिरता स्थायित्वका लागि काम गरिरहेका छौँ, सुशासन र विकासका लागि काम गरिरहेका छौँ। यो भत्काउने शक्तिहरू, प्रयासहरू, अघि मैले भनेका सबै शक्ति र आन्तरिक मात्रै होइन बाह्य शक्ति पनि यस्ता कुराहरूलाई भत्काउने यो प्रयासमा उनीहरू लागिरहेका छन्। बेसरी यस प्रयासमा लागेका छन्। यी सबै प्रयासहरू हामीले असफल पार्नुपर्नेछ। असफल पार्न हामी सक्छौँ। हामी सबभन्दा लोकप्रिय पार्टी हौँ, जनप्रिय पार्टी हौँ।
यत्रो चौतर्फी हमला मोर्चा कसेर गर्दा पनि हामी फेरि पनि 80 सिटको आसपास पार्लियामेन्टमा छँदैछौँ। यो जति मोर्चा कसे पनि केही ठाउँमा बुथ कब्जा भयो होला, केही भयो होला, हामी संसदीय सिटको हिसाबले दोस्रो ठाउँमा पऱ्यौँ होला। यत्रो हमलाका बावजुद लोकप्रिय मतका हिसाबले पहिलो ठाउँमा, केही सिटले संसदीय सिटको हिसाबमा दोस्रो ठाउँमा मोर्चा कसे। नत्र भने हामी कमजोर हुने अवस्थामा होइन। त्यसो भएर म साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी कमजोर छौँ भन्ने नठानु, हामी मजबुत छौँ। तर हामीले आफूलाई चिन्नु पर्यो। स्यार समुद्र तर्ने बेलामा रामेश्वरमबाट श्रीलङ्का जाने बेलामा हनुमानले आफैलाई नचिनेको हुनाले उनी बडा विवल भए। कसैले सम्झाइदियो, तिमी वायुपुत्र हनुमान हौ, तिमी उफ्रियौ भने तिमी पारी पुग्न सक्छौ, उडेरै जान्छौ किनभने तिमी वायुपुत्र हौ। अनि उनले सम्झे म वायुपुत्र हुँ। म सानै छँदा उड्थेँ, उफ्रिन्थेँ। सानो छँदाखेरि सूर्य राम्रो लागेर म त्यो टिपेर खानु पर्यो भनेर उडेर जाँदाखेरि सूर्यको नजिकै पुग्दा मुखका रौँसौँ सब पोलेर डढेर भएको थियो र म फर्किनु परेको थियो। उनले झलास्स सम्झिए, आफ्नो सामर्थ्य सम्झिएर काममा लागेपछि उनी लङ्का गए, सीता पत्ता लगाए, फर्केर आए, सबै चिज गर्न सके। हामी त्यो कथाको लङ्का जस्ता लङ्काहरू सजिलै पुग्न सक्छौँ। कुनै समुद्रको बार केहीले हामीलाई छेक्दैन। हामी समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा पुग्न सक्छौँ। अर्को बाटै छैन। त्यसकारण एक आपसमा सानो मन गर्ने होइन, अल्मलिने होइन, एक आपसमा विभाजित हुने होइन, एक ढिक्का भएर आफ्नो शक्तिलाई सुदृढ गरौँ, नेकपा एमालेलाई सुदृढ गरौँ। ती गन्तव्यहरू प्राप्त गर्न हामीले मिसन 84 भनेका छौँ। मिसन 84 भनेको हामीले स्पष्ट बहुमत ल्याउने हो। मिसन 84 भनेको 84 को निर्वाचनमा कमसेकम स्पष्ट बहुमत ल्याउनै पर्दछ। एमालेले असम्भव छैन। हामी 50% भन्दा बढी, हरेक वडामा 50% भन्दा बढी मतदाताको बिचमा जानुपर्छ र मतदाताको समर्थन प्राप्त गर्नुपर्छ। न्यूनतम 50% कमसेकम हामीसँग हुनुपर्दछ। त्यसो भयो भने हाम्रो 2/3 आउँछ, बहुमत मात्रै होइन। पहिलो कुरा त हामी आफू सङ्गठित हुनु पर्यो, आफू बलियो हुनु पर्यो। आफ्ना सम्पूर्ण शक्तिलाई परिचालन गर्नु पर्यो। यहाँहरू जनप्रतिनिधि हुनुहुन्छ, आफ्नो सम्पूर्ण शक्ति, आफ्नो सम्पूर्ण बुद्धि लगाएर आफू सक्रिय हुनु पर्यो र जनतालाई सङ्गठित गर्नु पर्यो। यहाँहरूले पार्टीलाई सघाउनु पर्यो, स्थानीय कमिटीहरूलाई, र कमिटीले यहाँहरूलाई सघाउनु पर्यो। यस बाटोबाट, यस विधिबाट हामी जानु पर्यो। हामी लोकप्रिय भएनौँ भने पार्टी अलोकप्रिय हुन्छ। त्यसकारण हामी हरेकले लोकप्रिय कसरी हुन सकिन्छ भन्ने कुरालाई ध्यान राख्नुपर्छ। तर लोकप्रिय हुनका लागि लोकप्रियतावाद भन्ने हुन्छ, एउटा कामसाम नगर्ने, स्टन्टबाजी गर्ने, लोकप्रिय हुन खोज्ने, त्यो तरिका हामीले अवलोकन गर्नु हुँदैन। कामबाट, विचारबाट, सक्रियताबाट, जनतासँगको एकाकारबाट हामी लोकप्रिय हुने हो। त्यस बाटोबाट लोकप्रिय हुने ढाँचामा जानुपर्छ। र यसरी हामीले साँचो लोकप्रियता, पार्टीसँगको सम्बन्ध, जनतासँगको सम्बन्ध, दुईटा कुरा। प्रमुख कुरा पार्टीसँगको घनिष्ठ सम्बन्ध र पार्टीबाट निर्देशन प्राप्त गर्ने, जनतासँगको घनिष्ठ सम्बन्ध जसबाट जनताको स्नेह प्राप्त गर्ने, समर्थन र विश्वास प्राप्त गर्ने। यी दुईटा चिज
यसका लागि अघि मैले सुरुमै भने थुप्रै पक्षहरू छन्, जनतासँगको सम्बन्धका, अरू पक्षहरूसँगको सम्बन्धका, प्रशासनसँगको सम्बन्धका, अरू गैर प्रशासनिक कुराहरूदेखि लिएर अरू पार्टीहरूसँगका सम्बन्धदेखि लिएर सबै क्षेत्रमा हामीले काम गर्नुपर्छ। तर मूल कुरा उद्देश्य के हो भन्दाखेरि हामी लोकप्रिय हुने, लोकप्रिय मत म उम्मेदवार हौँ कि नहौँ, तर हाम्रो पार्टीको उम्मेदवारले अत्यधिक मत ल्याउनुपर्छ। एउटा घटिया प्रवृत्ति देखा परेको छ। म पार्टीप्रति, पार्टीका लागि ज्यान दिन तयार छु, सब कुरा छोड्न तयार छु। पार्टीले जे भन्छ म हामफाल भने भिरबाट पनि हामफाल दिन्छु, आगामा पनि हामफाल दिन्छु। तर यसपल्ट वडा अध्यक्ष चाहिँ म छोड्दिनँ। कसैले भने पनि पार्टीले भन्नुहोस्, म ज्यान दिन तयार छु, केही छैन। आगोमा हामफाल भन्नुहोस्, म हामफालेर देखाइदिन्छु। अब पार्टीले तपाईँलाई आगा हामफाल भन्छ, कहिले भन्ला? पार्टीले छतबाट हामफाल भन्यो भने मैले हामफाल दिन्छु आँखा चिम्लेर। त्रिशुलीमा गएर हामफाल भने भेलको त्रिशुलीमा हामफाल छु ल भन्नुहोस्, पार्टीले भनेर हेरोस्, भाग ठुल्ठुला हुन्छ। तर कामरेड यसपल्ट वडा अध्यक्ष एउटा चाहिँ म छोड्दिनँ। मैले भनिदिएको छु, म छोड्दिनँ। यो अरू जे भन्नुहोस्, जे पनि छोड्नु तयार। संसार छोड भन्नुहोस्, छोडिदिन्छु। तर वडा अध्यक्ष यो खालको एउटा प्रवृत्ति, त्यो कुराहरू देखिन्छ। मास्तिर पनि अलिअलि त्यस्तै हो। अब अहिले जोसँग कुरा गर्दैछु उसको न कुरा गर्नु पर्यो। माथि पनि त्यस्तै हो। भएन भने, मैले भनेअनुसार भएन भने म एउटा अनुशासित कार्यकर्ता हुँ, म पुरा अनुशासनमा बस्छु। पार्टीको आदेश निर्देशभन्दा पर जान्न, तर मलाई भएन भने भोट चाहिँ हालिदिनु यसबाट। यो खालको प्रवृत्ति वास्तवमा एमाले प्रवृत्ति होइन, हाम्रो प्रवृत्ति होइन, देशका लागि चाहिएको प्रवृत्ति होइन, पार्टीका लागि चाहिएको प्रवृत्ति होइन। यस कुराबाट हामी होसियार हुनुपर्छ। एकपल्ट मात्रै दिन आउने होइन, एकपल्ट मात्रै अवसर आउने होइन, एकपल्ट मात्रै मौका आउने होइन, फेरि पनि मौका आउँछ। त्यस कारण हामी हडबडाएर अनुचित क्रियाकलापहरूमा कहिल्यै पनि जानु हुँदैन। केही साथीहरूमा त्यस्तो प्रवृत्ति देखिन्छ, आम रूपमा होइन। आम रूपमा त्यही प्रवृत्ति भयो भने त पार्टी चल्दै चल्दैन थियो नि, होइन। केही साथीहरूमा त्यो प्रवृत्ति पनि देखिन्छ। त्यो प्रवृत्तिबाट हामी जोगिनुपर्छ। थुप्रै ठाउँमा हामीले महसुस गर्नुपर्दछ कि अन्तर्घातको कारणले साथीभाइलाई आफू हारिएको छ या हराइएको छ। यस्ता प्रवृत्तिहरूबाट, गलत प्रवृत्तिबाट हामी जोगिनु पर्दछ। नत्र भने हामी देशभक्त कसरी हुन्छौँ? देशभक्त हुनै सक्दैनौँ। एउटा स्थितिमा, एउटा अनुशासनमा एउटा निर्णय प्रक्रिया हुन्छ, त्यो उचित हुन सक्छ, नहुन पनि सक्छ, कहिले कहिले उचित नहुन पनि सक्छ। म एकदम तपाईँहरूलाई प्रश्न भन्न चाहन्छु, सही भनेर गर्दा गर्दै पनि कहिले कहिले गलत निर्णय हुन सक्छ। पछि गएर विश्लेषण गर्दाखेरि गलत निर्णय हुन सक्छ। कहिले कहिले तत्कालका लागि त्यो निर्णय ठिक हुन्छ, त्यसबाट हामीले लाभ लिएका हुन्छौँ, पछि त्यो निर्णय गलत हुन्छ, त्यसबाट लिएको लाभ चाहिँ बसिरहन्छ, तर त्यो चाहिँ फुत्केर जान्छ। त यस्ता कुराहरूलाई हामीले ध्यान दिनुपर्छ र हामी सङ्गठनलाई मजबुत बनाउने, अभियानलाई मजबुत बनाउने काममा लागौँ। अर्को म साथीहरूलाई के भन्न चाहन्छु भने, हामी पार्टीका सिपाही जस्तो हौँ। सिटीको घरमा हामी तयार हुनुपर्दछ र हामीले हाम्रा हरेक क्षेत्रमा भोलिन्टियरहरू तयार गर्नुपर्छ। भोलिन्टियरहरू तयार गर्नुपर्दछ र भोलिन्टियरलाई अरूले सपोर्ट गर्नुपर्दछ। भोलिन्टियर खालि पानी बाँड्ने मात्रै होइन। भोलिन्टियर देशको रक्षा गर्न चाहिन्छ,
लोकतन्त्रको रक्षा गर्न चाहिन्छ, संविधानको रक्षा गर्न चाहिन्छ, सरकारको रक्षा गर्न चाहिन्छ, पार्टीको रक्षा गर्न चाहिन्छ र जनताको पृष्ठभूमिमा जनताको साथ भएको भोलिन्टियर चाहिन्छ। म सबै साथीहरू प्राय जवान देख्छु, अब आफ्नो उमेर अलिक बढी भएको हुनाले पनि होला, प्राय जवान देख्छु। यतिको साथीहरू त भोलिन्टियर सर्भिस हरेकले दिन सकिन्छ नि। र हामी सधैँ होल टाइमर हुन सकिँदैन। परेका बेला त जेसुकै भनेर पनि हामी आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ नि। त्यसकारण म जो साथीहरू उत्साहका साथ आन्दोलनमा उत्रिने गर्नुभएको छ, काममा उत्रिने गर्नुभएको छ, धन्यवाद भन्न चाहन्छु। जो साथीहरूको यस कुरामा कमी कमजोरी छ त्यसलाई सच्याउन म आग्रह गर्न चाहन्छु। सच्याउँ। निष्क्रिय आदत बनेको छ भने सक्रिय आदत बनाऊ। म एकजना नगएर के हुन्छ होइन, म एकजना गएर एक एक गरेर त लाखौँ हुन्छ त। त्यसकारण म एकजना जान्छु र एक एक गरेर लाखौँ हुन्छ। त्यो कुरा हामीले चाहिँ बुझ्नुपर्छ। यो 15 गते तथाकथित राजावादीहरू, यी राजावादी साजावादी के होइन नि, खाओवादी हुन्। यिनीहरू के भनेर नारा लाउँथे, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। हिजो बेलुका पनि नानीटी अगाडि त्यही पो भन्दै रहेछ। प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्याकाण्ड भएर मार्दाखेरि यिनीहरू कहाँ गएको थिए, किन मरेनन् त? सबै झुटा बेइमान कुरा गर्ने, चाप्लुसी गर्ने त्यो मण्डलीहरूको स्वभाव हो, बानी हो। झुटो कुरा गर्ने, जनता वर्ग ल्याउने, अल्मल्याउने, भ्रममा पार्ने, यिनीहरू कुनै उद्देश्य महान उद्देश्यका लागि लडिराखेका छैनन्। साना स्वार्थका लागि सरकार अलिक मौन बसेको र जनता अलिक मौन बसेको अवस्था, त्यो अवस्थाको फाइदा लिएर यिनीहरूले अनावश्यक फुर्तीफार्ती देखाएका छन्। यसो अक्षता मन्तर्ने हुन्छ नि गर्ने, ढ्याङ्ग्रो ठोकेर त्यो मुजुरा लाएर ढ्याङ ढ्याङ ढुङ ढुङ गरेर नाच्ने धामी आएपछि त्यो कता जान्छ अक्षता मन्त्र। यो अक्षता मन्चाउनेहरू हुन्। ढ्याङ्ग्रो लिएर एमाले मैदानमा उत्रियो भनेपछि यी कता कता डुङ्गा। त्यसकारण हामीले आफूलाई बुझ्नु पर्यो, आफूलाई चिन्नु पर्यो, आफूलाई त्यस अनुसार तयार राख्नु पर्यो। म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। 15 गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै 15 गतेको तयारी थाल्नुहोस्। 15 गतेको तयारी थाल्नुहोस्। 15 गते के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ, समय थोरै भयो भन्ने। यति साथीहरू वडा वडामा गएर अरू जो पराजित साथीहरू छन् तिनीहरूलाई पनि लिएर, त्यहाँका पार्टीहरूलाई लिएर पार्टी परिचालन तपाईँहरू यति आफ्ना वडामा कति 359 वडा त तपाईँहरू मोबिलाइज हुनुहुन्छ। 359 भन्दा बाहिरका वडाहरू पनि मोबिलाइज गर्न सकिन्छ। यति मोबिलाइज गरेर जनता परिचालन हुँदाखेरि अनि कसले थाम्छ, कसले रोक्छ? त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, निर्देशन पछि आउँछ। तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नु होला। भोलि यहाँबाट गएपछि आज प्रशिक्षण, भोलि प्रशिक्षण, जति बेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुहोस्। प्रशिक्षण सिद्धिएपछि 15 गतेमा ध्यान दिनुहोस्। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छोडिदिनुहोस्। आन्दोलनमा यो प्रोटोकल सोटोकलका कुरा हुँदैन। यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ। आन्दोलनमा पनि यता र यता हुन्छ र सबै एकैतिर अगाडि। आन्दोलनमा हामी सबै त्यसअनुसार तयारी हुन्छ। अब अहिले मैले धेरै केही नभन्नु,
यो प्रशिक्षण तपाईँहरूका लागि अत्यन्त लाभदायक होस्। धेरै धेरै शुभकामना छ। आयोजनाका लागि आयोजक समितिलाई धेरै धेरै धन्यवाद।